गाउँबाट एकजना दाइ आउनु भएको थियो। मोबाइलको चार्ज गर्ने कनेक्टर बिग्रेको रहेछ। 2-3 दिन अगाडि मात्र चार्ज गर्ने कनेक्टर फेरेको थिएँ, फेरि बिग्रिहाल्यो। यो हेरिदिनु त, यो कनेक्टरै बिग्रेको हो कि के हो भनेर मोबाइल दिनुभएको थियो। मैले हेरेँ, कनेक्टर भाँचिएको रहेछ भित्रबाट। अनि दाइले भन्नुभयो कति पैसा लाग्छ। मैले भने यति पैसा लाग्छ दाइ भने। गाउँको भन्दा त तपाईँले 100 रुपियाँ बढी भन्नुभयो त, धेरै भएन र भाइ भन्नुभयो उहाँले। हुनसक्छ दाइ गाउँको भन्दा अलिकति बढी पर्न सक्छ। तपाईँको गाउँमा अब 5,000 रुपियाँ भाडा तिरेर बस्नु भएको थियो होला। यहाँ हामीले 1500 भाडा तिर्नुपर्छ। गाउँमा टुल्सहरू अलिकति कम बजेटको चलाउनु भएको थियो होला। हामीले अलिकति महँगा टुल्सहरू चलाउनु पर्छ। एकचोटि 100 रुपियाँ बढी नै तिरेर बनाउन दिनुहोस् दाइ। तपाईँ अर्कोचोटि अरू कुनै प्रब्लम आएमा मेरै पसलमा लिएर आउनुहुनेछ, यो चाहिँ मेरो ग्यारेन्टी हो भनेर भनेपछि दाइले मोबाइल बनाउन दिनुभयो।